यो संसार केवल आँखाले देखिने दृश्य होइन, अदृश्य ऊर्जाले बगिरहेको एउटा अनन्त यात्रा हो। शब्दहरू आवाज मात्र हुन्, सत्य त किन भन्ने प्रश्नको गहिराईमा लुकेको हुन्छ। हरेक घटनाको पछाडि कयौं अदृश्य कारण बाँचिरहेका हुन्छन्। हामीले देखेको दृश्य त केवल सतह हो, वास्तविकता त भित्रै कतै रोइरहेको हुन्छ। सर्पले काँचुली फेर्दा मानिस भन्छन् अन्त्य भयो, तर त्यो त नयाँ रूपको आरम्भ हो। समयले फेरि अर्को सत्य खोलेको हुन्छ। बादल र कुहिरो उस्तै देखिए पनि एउटाले वर्षा बन्छ, अर्को हराउँछ। दियो र डढेलो दुवै आगो हुन्, तर एउटाले बचाउँछ, अर्को जलाउँछ। किन नखोजी बोलेका शब्दहरू हावासँगै हराइदिन्छन्। गहिराई नबुझेका धारणाहरू समयसँगै टुक्राइदिन्छन्। सत्य त आवाजमा हुँदैन, त्यो त नियत भित्र लुकेको हुन्छ। हल्का वस्तु धेरै उड्छन् यहाँ, तर गहिराई सधैँ मौन हुन्छ। नदी र आँसु दुवै बग्छन्, तर अर्थ एउटै हुँदैन। कसैको बहाव प्रकृति हो, कसैको पीडा शब्दमै अट्दैन। सुन र पित्तल दुवै चम्किन्छन्, तर समयले छुट्याउँछ पहिचान। मुस्कान सबै खुसी होइनन्, कतिपय पीडाको मौन बयान। समुद्र बाहिर शान्त देखिन्छ, भित्र असङ्ख्य आधी हुन्छन्। मानिसहरू पनि यस्तै हुन्छन्, मौनता भित्र युद्ध लुकेका हुन्छन्। किन नखोजी बोलेका शब्दहरू हावासँगै हराइदिन्छन्। गहिराई नबुझेका धारणाहरू समयसँगै टुक्राइदिन्छन्। सत्य त आवाजमा हुँदैन, त्यो त नियत भित्र लुकेको हुन्छ। हल्का वस्तु धेरै उड्छन् यहाँ, तर गहिराई सधैँ मौन हुन्छ। पानी कहिले बरफ बन्छ, कहिले बादल बनी हराउँछ। रूप फेरिए पनि अस्तित्व आफ्नो सत्य भित्र बाँच्छ। माटो भित्र पुरिँदा मानिस अन्त्य
प्रकृतिले त्यसै भित्र नयाँ जीवन कोर्दै हुन्छ। किन खोज्नेहरू ढिलो बोल्छन् तर सत्यसँग बोल्छन्। आवाज ठुलो हुँदैमा यहाँ शब्दहरू गहिरा हुँदैनन्। समयभन्दा ठुलो उद्घाटक यो संसारमा कोही छैन। नियत सफा नभएसम्म मानिस कहिल्यै